Wow, wow. लालीगुराँस साथीहरु आउँदैछ हेलो गाइज के छ ठिकै छ हेलो 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 एभ्रिवान सबैजनालाई आज यो चाहिँ हाम्रो खोलाबन जाँदाखेरिको हाम्रो जर्नीको सानो बाटोको एउटा रमाइलो ठाउँको सानो क्लिप होइन हामी चाहिँ अहिले खोलाबन जाँदैछ अहिले हामी चाहिँ खोलाबन जाने बाटोमा पनि हेको भन्ने ठाउँमा छ होइन अनि पछाडि हेर्न सकिन्छ है यसलाई चाहिँ अब भन्दा लालीगुराँस भनिन्छ तर गुरुङ भाषामा चिमाला भनिन्छ यसलाई होइन यसको बास्ना चाहिँ राम्रो हुन्छ भन्छ फुलहरू पनि हेर्नु एकदम राम्रो हुन्छ है त्यसरी नै हामी ठाउँ ठाउँमा रमाइलो ठाउँतिर सानो सानो क्लिप बनाउँदै त्यो क्लिपलाई जोडेर लामो भिडियो बनाएर हजुरहरू सबलाई देखाउँछु है बिर्खे सर के जाओस् न त भन्नुहोस् आज हामी चाहिँ खोलावान जाँदैछौँ होइन अहिले चाहिँ थत्गुभन्दा माथि ओह्रालोमा आइपुग्यो हामी चाहिँ त्यसमै खुसी छौँ अब dari jalan ya kalah guys di sini ya ini sih ni yang tua mah nanti saya lagi dari dewa deh baik sudah tadi nak kerja ada kini nayu ini kalau ada air dia apa हेलो गाइज फाइनली हामी चाहिँ खोला सतर आइपुग्यौँ हेर्नुहोस् हामी चाहिँ भुजुङबाट 6 बजे हिँडेको अहिले चाहिँ हामी यहाँ 4:45 मा आइपुगेछौँ रमाइलो भइरहेको छ 10 जना कसको 4:45 3:45 हो भाइ 3:45 सोरे यो खाना टिबो है यस गाइस हामी चाहिँ यहाँ बस्छौँ हेर्नुहोस् त्यति मजाको ठाउँ तयारीमा है गाइस बिर्खेले चाहिँ प्रगति गरिरहेछ बिचारा भर रातिको लागि सोचिरहेछ बिर्खेले ओइ तिनीहरु बस्यो दियो हामी चाहिँ 2-3 दिनको लागि चाहिँ दाउरा खोज्दैछौँ दाउरा विकेश सर पुरा आफ्नो पावर देखाउँदैछ हेलो नमस्कार आज हामी खोला सतर डे 2 मा छौँ हामी चाहिँ अहिले घुमघाम कार्यक्रममा छौँ हेर्नुहोस् यो चाहिँ पहिला हाम्रो जुजुबाजीको पालामा ढिकी कुट्ने ठाउँ ढुङ्गा एकदम मजाको छ
हेर्नुहोस् एकदम मजाको ढुङ्गा छ यहाँ हेर्न सक्नुहुन्छ भिडियोमा घट्टा यस्तो रहेछ यता चाहिँ खोला छ हामी घुम्दा घुम्दै मुदी राजाको दरबारमा प्रवेश गरिसकेका छौँ आउनुहोस् म तपाईहरुलाई देखाउने छु हेर्न सक्नुहुन्छ राजाको दरबार अझै पनि जस्ताको तस्तै छ Okay, done. Raja Darbar House. यहाँको टोयलेट बाथरुम फेरि पनि स्वागत छ हजुरहरुलाई खोला सुपारको यात्रा एकदम रमाइलो नै छ हामी अब हामी फेरि घुम्न जान्छौँ हौ के जाऊ हेलो सबैजनालाई हाम्रो आजको जर्नीको डे टु है अब डे टु कति भन्नु त्यो डे टु नै हाम्रो आजको जर्नी चाहिँ यहाँ खोला सुपारमा हाम्रो यो धर्मशाला हामी बसेको बासबाट चाहिँ माथिपट्टि छौसीगाह्रो भन्ने ठाउँमा होइन छौसीगाह्रो चाहिँ किन भन्नु पुर्खौली जमानामा छौसीगाह्रो त्यहाँ चाहिँ अब हाम्रो गाउँघरको रीतिथिति अनुसार चाहिँ हाम्रो पारीहरूलाई त्यहाँ राखिन्छ होइन त्यो चाहिँ एकदम धार्मिक स्थल भनिन्छ त्यसलाई पनि दुईटै ठाउँमा हाम्रो जर्नी चाहिँ त्यहाँसम्म छ साथै त्यहाँदेखि त्योभन्दा अलिकति माथिनिर जाँदा लाइफ्रो भन्ने ठाउँ छ त्यहाँ भेडगोडाहरू भन्छ त्यहाँ एकदम ठुलो चौर छ त्यो चौरबाट चाहिँ सिधै मुनि गएर हामी गोडा नेवचे भन्छ त्यसलाई चाहिँ गोडा नेवचे भन्दा घोडा दौडाउने ठाउँ त्यो जमाना यहाँको हाम्रो राजाहरूको घोडा दौडाउने ठाउँ त्यहाँसम्म हुन्छ हाम्रो जर्नी चाहिँ आजको हाम्रो मेन डेस्टिनेसनको 3 ठाउँ छ छौसीगाह्रो लाइफ्रो त्यहाँदेखि गोडा नेवचे भन्ने त्यहाँदेखि फेरि यहाँ आएर आज हाम्रो डे टु फिनिस त्यहाँदेखि भोलिको डे 3को इन्फर्मेसन भोलि दिनमा थ्याङ्क यू हेर्दै गर्नु होला हामी देखाउने नै छु तपाईहरुलाई बिर्खे सर रेडी हुँदै ब्युटी पार्लर 2 डेको चाहिँ म हिरोको रोलमा खेल्दैछ मेकअप म्यानले चाहिँ मलाई मेकअप गराउँदैछ हेयर स्टाइल बनाउँदैछ हैन त्यसमै खुसी छ अब चाहिँ हामी हिँड्न लाग्छ म चाहिँ भिलेन हो हाम्रो डे टुको भिलेन हो भिलेन त हो नि Talent ya. त्यतिकै उइदा थियो मेसिन कटुवालले चाहिँ गाउँको लागि केही सूचनाहरू केही घटनाहरू घटेमा यो ढुङ्गाबाट सूचना दिने काम गर्थ्यो अरे हेर्नुहोस् यहाँबाट पुरै एरिया देख्न सकिन्छ यो ठाउँको नामलाई चाहिँ अहिले तमुपे लुसङले चाहिँ ढोको फेर्ने स्थल दिएको छ है नाम चाहिँ कटुवाला चाहिँ हामीले गुरुङ भाषामा चाहिँ स्यार्बो भनिन्छ
हामी चाहिँ अहिले तुखल माथिल्लो गाउँतर्फ यहाँ पनि पहिला हुने गर्थ्यो मुनि अब त्यो मेन गाउँ भयो मुनिको अहिले त माथिल्लो गाउँ जस्तो कि कुनै कुनै गाउँतिर भन्ने गर्थेन अब डाँडा गाउँ त्यस्तो भने जस्तै अनि तुखलो भन्ने गाउँहरू भन्ने गर्थ्यो अरे हामीले चाहिँ अहिले त्यही बाटो हुँदै माथि जाने हो अहिले एकछिनमा त्यो ठाउँ पुगेपछि अवश्य पनि देखिहाल्नुहुन्छ हजुरहरूले पनि हेर्दै गर्नु होला राम्रो हजुर ल फ्ल्याट स्टुडियो खोदल्नु खान्छ वा यो ठाउँ चाहिँ एकदम जाडो भएर ठाउँले चाहिँ आफूले एकदम राम्रो टोपी खोज्न सफल भयो म यहाँ नेचुरल टोपी प्राकृतिक टोपी मलाई चाहिँ अब न्यानो भयो ऊ लाउने मैले खेर मिसु यार रात नि खोइ वारे भयो त्यो राजाले मिला खोइ वा त्यो कुसिया खाऊ दाजु यो चाहिँ च्याङगरी हो अनि गुरुङ भाषामा चाहिँ यो चाहिँ बिचौँ भन्छ नमस्कार यति हो अब चाहिँ हामी माथि छम्सोगारा भन्ने ठाउँमा जाँदैछ त्यहाँ चाहिँ पादियाहरू पहिला राख्ने गर्थ्यो अरे अब त्यहाँ जाँदैछ हामी। जस्तै हेलो के छ ठिक छ क्या मन बोले यासमा अझ सानो नि ngay lòng thực sự đi là ngay từ phía trước सुरुरु हावाले उडायो केसा काकी नानी तिमी कहाँ तिम्रो देश रिसामी जुल्टु उडाई घुम्छु हेलो नमस्ते फाइनली हामी छम्सुमा आइपुग्यौँ हेर्न सक्नुहुन्छ गाइड्स छन्सो ओडा टिपिया खै त ऊ छोड्यो नि त ऊ छोड्यो फेरि पढ्नुहोस् त छम्सो छम्सुको बारेमा चाहिँ हामीले केही थाहा
नभएको हुँदा यसको बारेमा चाहिँ हाम्रो केही जानकारी दिन सकेन त्यसको लागि हामी चाहन्छु क्यामराम्यानहरू माथि भिरमा चाहिँ पोज दिँदैछ त्योभन्दा माथि नि छ केटाहरू रमाइलो गर्दैछन् हेर्नुहोस् यहीँ छ चाडमा पनि केटाहरू एउटा फोटोको लागि कपडा पनि नलगाइकन फोटो खिच्दैछ अहिले हामी हिउँमा फसेका छौँ हेर्नुहोस् हामी चाहिँ घोडा भाग्ने ठाउँमा आइपुगेका छौँ हेर्नुहोस् पछाडि अनि उता पनि हेर्न सक्नुहुन्छ हेर्नुहोस् यति लामो छ बुकु कहाँ ल्या भित्र हेलो नमस्ते मसँग चाहिँ अहिले 4 प्रकारको लालगुराँसहरू छ म पालो पालो देखाउँछु 1 नम्बरमा रहेको छ पिङ्क 2 नम्बरमा रेड र 3 नम्बरमा रहेको छ पर्पल र 4 मा छ व्हाइट हेर्न सक्नुहुन्छ 4 कलरको छ मसँग हेलो नमस्ते अहिले सरसफाइ अभियानमा लाग्दैछौँ कतिपय मान्छेहरू चाहिँ आएर रमाइलो गर्छन् यहाँको वातावरणको बारेमा कसैलाई चासो गर्दैन हामीले सफा गर्नुपर्छ हेर्नुहोस् सफा गरेको भाग र सफा नगरेको भाग हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि केही सिकोस् भन्ने उद्देश्यले हामीले यो भिडियो बनाएको थियौँ बिर्खे गुरुङ हिजो आउँदाखेरि एकदम फोहोर थियो ल भेट्दै गरौँ ल राम्रोसँग जानु है मिच्यो हेलो नमस्ते म टेकन सिंह गुरु म चाहिँ सिक्लेसबाट हो खास गरी हामी पनि अब यो अहिले नेपालको स्थिति यस्तो भइरहेको बेलामा आफ्नो यो पुरानो आफ्नो थलोहरू घुम्न जाऊँ हेर्न जाऊँ भनेर चाहिँ संजोगले खोला सौथर घुम्न आउँदाखेरि भोजुङको मलाहरू भाइहरू सोल्टीहरू भेट्यो अनि रमाइलोसँग चाहिँ 2 रात मजाले बस्यो यहाँ सबैसँग एकदम मिल्दोजुल्दो अनि यहाँको बारेमा भन्नुपर्दाखेरि हामी सबैलाई थाहा भएकै कुरा हो मलाई पनि खासै त्यति राम्रोसँग थाहा त छैन तैपनि अब यो चाहिँ हाम्रो खोला सौथर भनेको हाम्रो तमुहरूको पुर्ख्यौली थलो भनेर सबैलाई थाहा छँदैछ अब यो मैले भनिराख्नु पर्ने कुरा त खासै होइन
अब यसमा मैले चाहिँ अहिले नयाँ देखेको चाहिँ ठ्याक्कै यहाँ चाहिँ यो बिल्डिङ छ। यो बिल्डिङ चाहिँ हाम्रो सिक्लेसदेखि लिएर सबै खोलाहरूको परिवारले बनाएको धर्मशाला एकदम राम्रो छ। यहाँ आएर बस्न चाहिँ आरामदायी, सुविधा, पानी, टोयलेट, भाडा सबै यहीँ छ होइन। यहाँदेखि अलिकति तल चाहिँ हाम्रो यो पुरानो पानीको घाटा अनि यो चौरैभरि पहिला अब यो भग्नावशेषहरू, तल यो घोडा बाँध्ने ढुङ्गा भयो। अनि यहाँदेखि लिएर यता माथि घोडा दौडिने चौर, माथि गएपछि चौचङ्गार, यो घुम्ने ठाउँहरू छ। हजुरहरू पनि फुर्सद भयो भने हामी जस्तै अब घुम्न आउनु होला। हाम्रो पुर्ख्यौली थलो, गुरुङहरूको पुर्ख्यौली थलो सबैलाई एकचोटि घुम्न आउनु भन्न चाहिँ म सबैलाई विनम्र अनुरोध गर्दछु। ल दाइ, धेरै धेरै धन्यवाद। हेलो नमस्ते। आज हामी तेस्रो दिनमा छौँ। सिमसिम पानी परिरहेको छ। केटाहरू अब खोला सतरबाट चिसो जाने तयारीमा छ। कति दिन खाला दाइजु? हामीले यो अस्ति आएको थियो कि अस्ति 2 दिनसम्म आएको। 2 दिनमा? ल दाइ, हामी जान्छु। दाइ जान्छ हामी है। राम्रोसँग जानु है। ल यात्रा सफल होस्। ल दाइ जान्छ हामी। ल दाइ जान्छु। ल दाइ जान्छ है हामी। ल दाइ जान्छ। ल दाइ, ल बाई बाई। हामी खोला सतरबाट हिँडिसक्यो। आजको यात्रा एकदम कठिनाइ हुनेछ। पानी परिरहेको छ। हेलो नमस्ते। हजुर दाइ, हेर्न सक्नुहुन्छ हुनै हुन्छ है पछाडि। एकदम गाह्रो भइरहेछ। बादल पनि यस्तै छ। हेर्नुहोस्, अझ न क्या हो नि म हिउँले गर्दा हामीले बाटो भुलिसकेको छ। हुट Ui, giờ cái mì giờ ta xong rồi. Giờ kéo kéo. Kéo. Hít. Tu. एकदम गाह्रो भइरहेछ हामीलाई हिँड्न। हेर्नुहोस् सुबह के हुँदा गाउँदै अरे अझ लिएर चिया थुँदै हेर्नुहोस् Lai au chỉ ta xẻ. Saya saat apa itu mua.
मोबाइल गाई नमस्ते खै त मान्ले यहाँ त क्या आज हामी चौथो दिन ए दाजु गयो हामी परदेशी आयो सनम आज हामी चौथो दिन माइसीमाबाट भोजनतिर जाँदैछु साथीहरू हिँड्ने क्रममा छ मौसम त्यति राम्रो छैन हेर्न सक्नुहुन्छ तिमी सुरु अच्छा क्यामेरा लेट्स गो वेट सेना यो खाले नि लाग्छ 2 डेज हल्का लाग्दैन के केही त धेरै धेरै बेला वा kada mo bisa na kyuji da यो भनेको धेरै टाढाको लागि kan धर्महाला साँझ जाँदा बिस्यो र त आज 4 दिनपछि हामी बुजुङ गाउँमा आइपुग्यौँ केटाहरू आराम गर्दैछ Kala ke orang sama ya betul dunia. Oh, kamu nya asli koi. Ini jangan sama ini bah. Kamu tuh kisahnya ama. Lah guys, oh यहाँ त म भिडियो Answer बात सही दियो. Finish day 4 last. नमस्ते. New day आधी आवा निया तो सिर्ने बाजमा.